फागुन 21मा निर्वाचन छ। यो निर्वाचनमा पुराना तथा नयाँ सबै पार्टीहरू एकत्रित भएर लागेका छन्। तर यो निर्वाचनलाई हेर्दै गर्दा यस्तो लाग्छ कि पुरानाहरूमाथि नयाँहरू मजाले हाबी हुने देखिन्छ। बालेन शाह, रवि लामिछाने लगायतका यी टिमहरू र यी पार्टीहरू, नयाँ पार्टीहरूले यस्तो माहौल बनाइरहेका छन्। तपाईले बालेन शाहलाई फलो गर्नुभएको छ पछिल्लो समय भने, या राष्ट्रपालाई फलो गर्नुभएको छ भने, या स्वतन्त्र उठ्दै गरेका अन्य व्यक्तिहरूलाई फलो गर्नुभएको छ भने बुझ्नु भएकै होला। यति बेलाको चुनाव पुराना पार्टीहरूभन्दा नयाँ पार्टीहरूमाथि अलिकति हाबी भएको, अथवा नयाँ पार्टीहरूले पुराना पार्टीहरूलाई सकभर हेर्दाखेरि सिनारियोले के देखाउँछ भने यिनीहरूलाई परास्त गर्नुपर्छ भनेर लागेको देखिन्छ। चाहे नेपाली कङ्ग्रेसभित्रको राजनीति हेर्न सक्नुहुन्छ, शेरबहादुर देउवाको लामो विरासत गगन थापाले लगभग अन्त्य गरिदिएको अवस्था छ। यस्तैमा राजनीति एकात्र गर्न आएको छ। अनि यो राजनीतिको सेरोफेरोमा आज हामी कुराकानी गर्नेछौँ। फागुन 21को निर्वाचन हुन सक्छ र समग्र राजनीतिलाई हामी उठाउनेछौँ। दि नेसन फर्स्टको आजको एपिसोडमा यहाँहरूलाई म स्वागत गर्छु। नमस्कार, प्रिन्सिपल कार्की। यति बेला प्रशंसा स्टुडियो अथवा स्टुडियो प्रशंसामा हामीसँग यो राजनैतिक बहस, आफ्ना विचारहरू, आफ्ना अमूल्य शब्दहरू, आफ्ना अमूल्य ओपिनियनहरू राख्नको लागि प्रोफेसर डाक्टर राम प्रसाद उप्रेती मसँग हुनुहुन्छ। आज हामी विशेषभन्दा पनि विशेष कुराकानी उहाँसँग गर्नेछौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ, राम्रो छ। मैले इन्ट्रोमा पनि भनिसकेको छु थोरै, राजनीति यति बेला साँच्चीकै भन्यो भने गरमाएको छ। 84 को निर्वाचनलाई 82 मा ल्याउनु मात्रै यो जेन्जी आन्दोलन थियो भन्ने जेन्जीहरूको आफ्नै किसिमको मुद्दा एजेन्डाहरू छन्। अनि पुराना पार्टीहरू अन्तिम अवस्थासम्म पनि राजनीतिक माहौल बनाउन सक्ने अवस्था नदेखेपछि, हुनसक्छ सायद यो मेरो विचार हो, इलेक्सनमा नजाने सोचमा थिए। यद्यपि यति बेला सबै नै सरकारले सेना नै खटाउने अवस्था बनिसकेपछि सबैजना सरकारमा निर्वाचनमा जाने लगभग तयारीमा यति बेला माहौल बनिरहेको छ। आफ्ना थोरै कुरा राखिदिनुहोस् र पोइन्ट मेरो कहाँ हो भने निर्वाचन फागुन 21मा हुन्छ कि हुँदैन, भयो भने यसको माहौल कस्तो देखिन्छ? सर्वप्रथम यो स्टुडियोमा अब एक किसिमले भन्ने हो भने मलाई चाहिँ यो उद्घाटन जस्तो उद्घाटन डेमा नै बोलाएर सम्मान दिएकोमा यो स्टुडियोलाई र व्यक्तिगत रूपमा तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर, अलिकति अस्वस्थ पनि हुनुहुन्थ्यो, मैले जबरजस्ती गरेँ भन्दा फरक पक्कै पनि नपर्छ। विगत केही दिनदेखि मैले इन्टरभ्यू अलि दिएको थिएन, तर स्टुडियोको उद्घाटन नै तपाईबाटै गर्छु भनेर जुन तपाईले माया देखाउनु भयो, जुन सम्मान गर्नुभयो, त्यो सम्मानले मेरो सबै विरामहरू निको भएर म स्मार्ट फुर्ती भएको छु। अर्को कुरो पर्सनल्ली भन्छु ल, यसो तपाईलाई हेर्दाखेरि दाह्री पनि पालेको, कपाल पनि लामो, कता कता मलाई मनपर्ने युवाहरू क्या अहिले देश चाहिँ युवामय भयो, सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म। अनि अहिले त अलिकति दाह्री पालेर कपाल लामो पार्यो भने त्यसलाई चाहिँ प्राय सबैले मन पराउन थाले। हेर्नु है, भेरी लकीली कता मलाई त हाम्रो बालेनजी केही एउटा चाहिँ स्वरूप जस्तो पनि देखेँ। सर, इफ यू एक्सप्रेसिङ योर ओन फिलिङ्स अबाउट मी देन थ्याङ्क यू भेरी मच। ओके, मैले चाहिँ मलाई त्यस्तो लाग्यो, मजा पनि लाग्यो, राम्रो पनि लाग्यो। अब अहिले तपाईले सुरुवातमा भन्नु भए जस्तै मुलुक युवामय भयो, अब रोक्न सकिँदैन। किनभने नेपालको इतिहासमा माता जानकीलाई दर्शन गरेर, भगवान रामलाई दर्शन गरेर, जुन दिन वरिष्ठ उपाध्यक्ष, राष्ट्रपाका वरिष्ठ उपाध्यक्ष अध्यक्षको अनुमति लिएर अध्यक्षले चाहिँ मुलुकको प्रधानमन्त्री उहाँ नै हो भनेर तोकिदिएर त्यहाँ बोल्नुभयो र त्यहाँको उपस्थिति मिथिलाको इतिहासमा त्रेता युगमा भगवान रामको पालामा के थियो थाहा भएन। त्यसपछि त्यतिको धेरै मान्छे देखिएको थिएन त्यो उहाँको पहिलो स्पिचमा। त्यति नै मान्छे त लाहानमा रहेछन्, त्यति नै मान्छे। त्यसपछि उहाँ पुग्नु थियो झापा 5 आफ्नो चुनावी क्षेत्रमा, चुनाव त्यो मनोनयन गर्नुपर्ने थियो चुनावको लागि। मनोनयन गर्ने दिनमा त्यो झापा क्षेत्र 5 मा यति धेरै मान्छे थिए कि त्यही क्षेत्रका मान्छेले भने कुनै पनि चुनावी सभाहरूमा पनि
पहिला यति मान्छे नै थिएनन् भन्ने कुरो आयो। हजुर किनभने त्यहाँ क्षेत्र नम्बर 1 का मात्रै मान्छे थिएनन्, सम्पूर्ण पूर्वाञ्चल झापा जिल्ला नै उल्टेको थियो रविलाई हेर्न र नयाँ मान्छेलाई जिताउन। त्यसपछि बालेनलाई हेर्न प्रधानमन्त्री बनाउन, हेर्न मात्रै होइन। सानो करेक्सन मैले गरेँ सरलाई, वरिष्ठ उपाध्यक्ष भन्नुभयो बालेन शाहलाई, वरिष्ठ नेता के अब भर्खर त्यो टाइटल यसले बिग म्याटर त पक्कै पनि नगर्ला। उहाँ जो वरिष्ठ पोजिसन दिएको छ, वरिष्ठ नेता मानिएको छ। अर्को कुरो, प्रधानमन्त्रीको रूपमा त स्वयं पार्टीको अध्यक्ष पनि त उठ्न सक्नुहुन्थ्यो, मजाले। हजुर तर म उठ्थिनँ। तराईको छोरो तराईबाट प्रधानमन्त्री बन्नुपर्छ र पढे लेखेको स्ट्रक्चरल इन्जिनियर बन्नुपर्छ मुलुकको प्रधानमन्त्री, जसले थुप्रो अवरोधका बीचमा पनि काठमाडौँको मुहार फेर्न सक्यो, उसलाई कुर्सीमा राख्नुपर्छ। नेपालको मुहार फेरिन्छ भनेर सोच्ने त्यो पार्टीलाई व्यक्तिगत रूपबाट म धन्यवाद दिन्छु। अर्को कुरो, चुनाव त जित्नु भयो, अब खालि फागुन 21 गते पर्खिन मात्रै बाँकी छ, वेटिङ मात्रै रह्यो। अग्रिम बधाई नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहलाई, किनभने म भन्ने आधार छन्। म सम्पूर्ण झापा, मेरो 77 जिल्लामा मेरो पनि पर्सनल कन्ट्याक्ट छ, मान्छेले पनि चिन्छन्। हामीले जिताउँछौँ ढुक्क। र त्यहाँ के देखियो भने त्यो जुन जिल्लामा जुन ठाउँमा उहाँ पुग्नुहुन्छ नि, त्यहाँका सबै मान्छे, घरका बच्चादेखि बुढाबुढी सबै, त्यो घरका सबै नै मान्छे गएर सत्कार गरे, सम्मान गरे, खाजा लगाइदिए, माला लगाइदिए होइन। हेर्न मात्रै पायो। मैले बालेन शाह देखेँ भनेर मान्छेहरू नाच्न लागे क्या। लौरी टेके एउटा छ नि, एउटा गीत, एउटा राम्रो खालको, जताततै नेपालमा मात्रै होला भनेको त कहाँ, विदेशतिर सबैतिर, युकेतिर, अमेरिका, अस्ट्रेलियातिर, जापानतिर, इजरायलतिर, संसारभरिका युवाहरू किन रमाएका भन्दा उनीहरूले होप देखे। बल्ल नेपालमा युवा जागे। अब यो जागेको जुन जागरण छ नि युवामा, यो विश्वचकित पर्यो। एकैचोटि देशभरिका युवा जागे अनि दलहरूको सातो पुत्लो उड्यो। अनि कुनै पनि दलको अहिले नाम आउँदैन, दलको नेताहरू पनि हराए, दलहरू पनि हराए, खालि बालेन मात्रै आउँछ। त्यसो भएको हुनाले म मेरा युवाहरूप्रति, नयाँ जेनेरेसनप्रति धेरै होपफुल छु, शुभकामना दिन्छु, विजयको अग्रिम शुभकामना। हजुरले यो भन्दै गर्दा हजुर एउटा कुरा मैले के जोड्नुपर्छ भनेदेखि, नेपाली कङ्ग्रेस पुरानो एउटा पुरै लिगेसी विरासत थामेर आएको, लगभग लामो समयको इतिहास बोकेर आएको शेरबहादुर देउवाको प्यानललाई नै पछाडि हटाएर गगन थापाको नेतृत्वमा बहुमत ल्याउने चक्करमा छ, देखिराख्नु भएको छ। हजुर नेकपा एमाले 100% नभए पनि बहुमत भनेर अगाडि बढिरहेको छ। हजुर पूर्व माओवादी, अहिले नेकपा, नेपाली कम्युनिस्ट पार्टी, साना साना थुप्रै टुक्राहरूलाई जोडेर एक ढिक्का बनाएर अगाडि बढिरहेको छ र भनिरहेको छ बहुमत त नेकपाकै हो भनेर। हजुर राष्ट्रपाले 151 सिट हाम्रो, 165 मा 151 सिट हाम्रो हो भनेर दाबी गरिरहेको छ। हजुर यहाँको एज हेर्दै गर्दाखेरि पक्कै पनि हामीलाई सपोर्ट गर्ने एज होइन यो, होइन। यद्यपि बालेन शाहले जित्छ भन्दै गर्दाखेरि अब यो समग्रमा बालेन शाहले मात्रै जित्ने हो कि, या रवि लामिछानेले पनि जित्ने हो कि, अथवा त्यो राष्ट्रपाले उठाएका लगभग सबैले जित्ने हो कि, अथवा यी चारवटा पार्टीका मात्रै कुरा गरेँ मैले, राप्रपा पनि सँगसँगै छ होइन। सबैको कुरा गर्दै गर्दा सबैले बहुमत ल्याउनै पर्छ भन्दै गर्दाखेरि बहुमत आउन सक्ने सम्भावना अथवा अत्याधिक सबैभन्दा बढी सिट ल्याउन सक्ने सम्भावना कसको देख्दै हुनुहुन्छ? म फेयरली भन्छु ल, म युनिभर्सिटीको प्रोफेसर पनि हो, डक्टर पनि हो। मलाई, म यो मुलुकवादी, मुलुक प्रेमी, राष्ट्रवादी मान्छे हो। मेरो आफ्नै मान्यताहरू होला, म कतै बिलोङ गर्छु होला, यी सबै कुरा मेरा लागि सेकेन्डरी भए। मुलुक पहिला मेरो तर्फबाट। जहाँसम्म तपाईले ती सबै दलको नाम लिनु पनि, ठुला दलहरू 35 वर्षसम्म उहाँहरूले आफ्नो शासनकाल देखाउनु भयो, रजगज गरेकै हो। सम्पूर्ण नेपालीले देखे। कसैका घरमा 13 अरबसम्म रुपियाँ बले, कसैले कम्बोडियामा पैसा थुपार्न भ्याए र आलिशान महलहरू खडा गर्न भ्याए। तिनै गरिब नेपाली जनताको खुन पसिना चुसेर ती दलहरूले
अब फेरि उठ्नु भनेको आफ्नो खुट्टामा बन्चरो आफैले हान्नु बराबर हो। त्यो दल त हराइसके, उहाँहरूले त यो देशभरिबाट एउटा पनि सिट जित्नुहुन्न। विश्लेषण हेर्दै जानु। फेरि डाक्टर रामप्रसाद उप्रेती पहिलोचोटि लक्षिमको मान्छे छु, बोलेको पुग्छ हो। त म किन त्यति कन्फिडेन्स मलाई आयो भने पूर्वदेखि पश्चिमसम्म यति धेरै मान्छे जराक जुरुक बल्ल मान्छे आयो भनेर किन रमाए? बाहिरका सबै युवाहरूले आफ्नो घरमा आमा बुवालाई फोन गरेर मिस्टेक गर्नु होला नि, फेरि पहिला रुखलाई हानेको अहिले पनि हान्छु, पहिला सूर्यलाई हानेको अहिले पनि हान्छु, पहिला फलानु पार्टीलाई उसकोलाई हानेको फेरि त्यसैलाई हान्छु, हँसे हतौडा अहिले फेरि हान्छु भन्ने गल्ती गर्नुभयो भने 80 लाख त उनीहरूले बेचे। घरमा कोही भाइ बहिनी रहने छैनन्। त्यसकारण हामीलाई घर फर्किन मन छ। हामी घर त्यो बेलामा फर्किन सक्छौँ। तपाईहरूले मुलुक बनाउने, भ्रष्टाचार नगर्ने, विकास निर्माण जान्ने युवालाई जिताइदिनु न। युवालाई हामीलाई घर आउन मन लाग्यो, आमा बुवाको खुट्टा ढोक्न मन लाग्यो, स्वास्नी छोराछोरीलाई काखमा खेलाउन मन लाग्यो। विदेशको यो गर्मीमा हामी बेलचा चलाउनु पर्छ। हामीलाई बिक्री गरे भिजिट भिसामा पुराना दलहरूले। खबरदार यो चोटि गल्ती नगर्नु भनेर जब विदेशबाट फोन आएको थाहा पाएँ, जब गाउँघरमा बुझ्दाखेरि कसलाई भोट हाल्नु हुन्छ भनेर मैले त सिधै मेरो घरबाट मैले आमालाई नि सोधेँ। सधैँभरि सूर्यलाई भोट हाल्ने मान्छे हो। सोधेको, बाबु यो चोटि चाहिँ सूर्यलाई हाल्दिनँ, यो चोटि घन्टीलाई हालेँ। ल विश्वास लाग्दैन भने घन्टी सुन भनेर यति ठुलो घन्टी छ घरमा मन्दिरमा, 5 मिनटसम्म घन्टी बजाइदिनु भयो। त्यो घन्टी बजाएको आवाज तल चैतुबाडीमा पुगेछ। चैतुबाडीका मान्छेले पनि छानामा उठेर घन्टी बजाए। त्यो घन्टीको आवाज सुनेर 12 घरबाट घन्टी छ अहिले। हुँदा मेरो श्रीमतीले छानामा गएर घन्टी मलाई देखाइ मैले अरू पार्टी खोजे भन्थिस्, कुनै पार्टीलाई हालिँदैन। अब अहिले हामी घन्टीलाई हाल्छौँ। किन हाल्छौँ भने घन्टीको आवाज सुन्नु राम्रो। पाथिभरा देवीमा जसले घन्टी बजायो त्यसले चुनाव जित्यो। यस्ता कुरा छन् क्या यहाँनिर। माता जानकीको आशीर्वाद पाइसक्नु भयो। पाथिभरा देवीको र बढी मालिका हुँदै देवी देवताको आशिष पनि पाइसक्नु भयो। त्यो त्यस्तै गरेर हाम्रा सबै आमा बुवा दाजुभाइ दिदीबहिनीको आशिष पनि पाउनुभयो। र यिनै दल विशेषले बिक्री गरेका हाम्रा प्यारा भाइ बहिनीहरू जसले यो मुलुकलाई एकदमै राम्रो बनाउन सक्थे, बेस्ट मसल्सहरू अर्काका मुलुकमा बस्दैछन् र महिनैपछि रातो बाकसमा फर्किँदैछन्। ती बाहिर गएका खुन र आँसु बगाउने मेरा प्यारा युवा पुस्ताहरूको पनि आशिष लाग्यो क्या र नेपाल परिवर्तन हुँदैछ। अब हजुरले यो कुरा गर्दै गर्दाखेरि र म यो कुर्सीमा बसेर यहाँलाई प्रश्न गर्दै गर्दाखेरि अलिकति बायस भएको जस्तो त पक्कै देखिएला। यद्यपि मैले यो प्रश्न गर्नुपर्छ जस्तो किन लाग्यो भने यहाँको पनि पूर्व पृष्ठभूमि हेर्ने हो भने सूर्यमै छाप हो क्या अरे मलाई जस्तो लाग्छ। म जन्मिँदैखेरि मैले हजुरबा चिन्नुभन्दा पहिला कार्ल मार्क्स चिनेको। किनभने मेरो घरमा कार्ल मार्क्स, एङ्गल्स, लेनिन, माओ, स्टालिन यस्तै सबै, होचिमिन यस्तै, चे गुएभारा किताब त्यस्तै, माहौल त्यस्तै, झापा मुभमेन्ट सुरु हुन आँट्या थियो। घरभरि मान्छे यस्तै वातावरणमा हुर्केको थिएँ। जीवनका सबैभन्दा मेरा महत्त्वपूर्ण समयहरू जुन बेला म एमबिबिएस पढ्दै थिएँ, कुनै पार्टी विशेषको सङ्गठन पनि बनाउँदै थिएँ। के को आशमा भनेर सोध्नु न। यिनीहरूले चाहिँ समानताको कुरा ल्याए, भ्रष्टाचार विरोधी कुरा ल्याए, मुलुक बनाउने कुरा ल्याए, निमुखाहरूको कुरा उठाए, देश बनाउने कुरा ल्याए भनेर मैले मन पराएर उहाँहरूलाई मैले समय दिएँ। कुरा मात्रै उठाइयो। अनि मलाई त्यो विश्वास थियो यिनीहरू सत्तामा गएपछि त मुलुक बन्छ भन्ने थियो। तर जब उहाँहरू सत्तामा पुग्नुभयो नि, ठुल्ठुला उहाँका आलिशान महलहरू बन्न थाले। उहाँहरूको जीवन स्टाइल फरक पर्न थाल्यो। फाटेका चप्पल लगाउनेहरू 3 लाखका जुत्ता, 3 करोडका घडी लाउन थाले। ओहो, पाटनमा
थर्रा खाएको पैसा तिरेको छैन। घरमा 1.5 करोड भनौँ न 1,40,00,00,000 त हुस्की खान थाले। टियुभित्र चिया खाएको पैसा तिरेको छैन। अनि उनीहरू करोडौँका हुस्की अनि यति चुसे पैसा कि त्यसपछि यिनीहरू सकिए भनेर त्यतापट्टि मैले छोडिदिएँ। मैले यहाँ जोड्दै थिएँ। हजुर। अनि पृष्ठभूमि त त्यस्तो थियो, सात सूर्य सात छाप नै थियो। पछि गएर परिवर्तन भएको देखिन्छ। हजुर। अनि मैले यहाँसँग लिन खोजेको एउटा जवाफ चाहिँ के थियो भने, हजुर, मैले यो चेयरमा बसेर सोध्दै गर्दाखेरि अलिकति बायस भएको जस्तो त देखिन्छ। यद्यपि यो सोध्नुपर्छ किन लाग्छ मलाई भने, अहिले एक थरी युवाहरू छन् जसले साँच्चीकै परिवर्तन खोजिरहेका छन्। हजुर। चाहे त्यसलाई जेनजीको रूपमा हेरौँ, जेन वाईको रूपमा हेरौँ, जेन एक्सको रूपमा हेरौँ, अथवा हजुरहरूकै समूहले पनि यो परिवर्तन चाहियो भन्नेहरू एकातिर छ। अनि अर्को थरी एक थरी युवाहरू के छन् भने, स्ट्रक्चर हेर्दाखेरि युवा, बडी ल्याङ्ग्वेज बडी स्ट्रक्चरले युवा, मानसिकताले त्यही पुरानै ठाउँमा बोकिएका झोलाहरू बिसाउन नखोज्ने, होइन? अनि जस्तो चलिरहेको छ त्यस्तै माथिल्लो पङ्क्तिले जे भन्यो त्यही नै सबैभन्दा अब्बल, सबैभन्दा राम्रो भनेर पछाडिबाट गरिराखेको, बोलिराखेको, त्यही ओपिनियनलाई फलो गरिराखेको यो एउटा छुट्टै युवा जमात छ। हजुर। अनि यहाँले के सिकाइदिनु पर्यो भने, मान्छेले समय अनुसार, समयको माग अनुसार, परिस्थिति अनुसार, देशको राजनीतिक अवस्था अनुसार, भू राजनीतिक अवस्था अनुसार, अनि खास भन्ने हो भनेदेखि यो माटो, यो देशको माटो, यो देशका नागरिक र साँच्चीकै यो देश भनेर आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार सहितको एउटा परिवर्तन यहाँले जुन तरिकाले गरिराख्नु भएको छ, यो हुने चाहिँ कसरी रहेछ, त्यो खालका युवाहरूलाई सिकाइदिनु। अब तपाईँले इन्डाइरेक्टली भन्नुभयो भन्नलाई म चाहिँ डाइरेक्टली भन्छु। हजुर। केही युवाहरू छन् जसलाई झोले भनिन्छ। हो, झोले भनिन्छ। उनीहरू त आफ्नो पार्टीको नेताको झोला बोक्नु, उनीहरूको अर्डर मान्नु भन्दा दायाँ बायाँ देख्दैनन्। किनभने त्यही नेताको कारणबाट बेला मौकामा चास्नी चाट्न पाइन्छ क्या। चास्नी चाट्न उसले त कमायो, उसले आफूभन्दा मन्त्रीहरूको पनि कमाओस् र सङ्गठन बनाओस् भनेर खान दिन्छ। भ्रष्टाचार माथिदेखि तलसम्म भ्रष्टाचारको जालो बुनेको छ। भ्रष्टाचारका जालोमा परेका, चास्नी चाखेका केही युवाहरू छन् देशमा। ती पनि मेरा भाइ बहिनी हुन्। अहिलेसम्म जे जस्तो भयो, तर अब परिवर्तन गर्नु न। धनी देशको नागरिक तपाईँ पनि बन्नु न। तपाईले भ्रष्टाचार गर्नै पर्दैन नि। रोजगारी मुलुकभित्रै पाइन्छ, कल कारखाना मुलुकमै खोल्न सकिन्छ, टुरिस्टहरू नेपालमा भित्र्याउन सकिन्छ, धार्मिक पर्यटन पनि ल्याउन सकियो, जे गर्न पनि सकिन्छ। अर्को खुसीको कुरो, एउटा नेपाललाई सबैभन्दा यो कुरा चाहिँ राम्रो पोइन्टबाट भन्छु है, यो चाहिँ हुन चाहिँ यिनीहरूले यहाँ मुलुकमा अब हाम्रो निवर्तमान प्रधानमन्त्रीज्यूले त भन्दै हुनुहुन्थ्यो ती युवाहरू आफ्नै रहरले गएका हुन् भन्नुभयो। रोजगारी मुलुकमा थिएन, घर परिवार चलाउनु पर्थ्यो, व्यवस्थाले रुँदै गएका युवा उहाँले देख्नु भएन। हरेक युवा रोका छन्। रोका युवा मैले देखेको छु। श्रीमती छोड्न गाह्रो भयो, वृद्ध बिरामी बाबामा छोड्न गाह्रो भएर रुँदै गएका युवाहरूलाई के भन्नुभयो भने तिनीहरू आफ्नै रहरले गएका भनिदिनु भयो। हो, त्यसकारण बुझ्नु, उहाँकै झोला फेरि बोकेर हिँड्नेहरूले पनि बुझ्नु, मुलुक परिवर्तन भइसक्यो। तपाईको नेताले चुनावै जित्दैन, तपाईले म काट्ने भ्याउनुहुन्न। बेलैमा होस पुर्याउनु र सबैभन्दा ठुलो कुरा, यो मुलुकमा आफ्नो जीवनको शहादत दिएर परिवर्तन ल्याउन खोज्ने 23 गते शहीद भएका सबै ती मेरा साना भाइ बहिनीहरूलाई म हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सबै घाइतेहरूलाई सलाम गर्दै तपाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। तपाईहरूले यस्तो खालको एउटा जिन्जी विद्रोह भनेर जिन्जीहरूले एउटा यस्तो विद्रोह ल्याइदिए जसले पृथ्वीभरि नै भूकम्प आयो। मयौं भन्ने साँडेहरू, मुलुक चुस्नेहरू, कोही हेलिकप्टरबाट भाग्नु पर्यो, कसले घरैमा कुटाइ खाएर ज्यानको भिख माग्नु पर्यो। त्यस्तो गरेर ल्याएको अहिलेको परिवर्तनलाई सबै नेपालीहरूले आशीर्वाद दिउँ। पुराना दल सकिए, अब नयाँ जेनेरेसन आओस्। अब तपाईले व्यक्तिगत रूपमा मलाई नि सोध्नुहुन्छ भने तैँले किन युवाको लागि
यतिका वर्षदेखि आवाज उठाउँछस् भनेर सोध्नु भयो नि, हजुर चसक्क मेरो मनमा पस्छ क्या यो कुरा। हजुर मैले इजरायलमा भएका बेलै सोचेको थिएँ, नेपालमा आएर गरेको। कृष्ण गण्डकीको जल उठाएर कसम खाएको छ मैले, हजुर हे कृष्ण गण्डकी, जबसम्म मैले यो मुलुक विकास भएको देख्दिनँ, जबसम्म मुलुक बन्छ भनेर ढुक्क हुन्न, तबसम्म मेरो प्राण नजाओस् है भन्या छ। त्यसकारण जसरी पनि यो मुलुक बनोस् भन्ने मेरो भित्री इच्छा छ। मलाई केही चाहिएको छैन, म प्रोफेसर हो, बाँचिन्जेल म विशिष्ट श्रेणीको मान्छे हो, डक्टर हो, संसारभरि म जता पनि बिक्छु, जुनै युनिभर्सिटीमा पनि। व्यक्तिगत रूपमा मलाई चाहिएको केही होइन, तर मेरो जेनेरेसनले मैले पाएको जस्तो युवा हुँदाखेरि पाएको दुःख, मेरो आँखाले 80 लाख मान्छेहरू बाहिर गए भन्दाखेरि बाहिर जानु भनेको ठुलो पोस्टमा, हायर पोस्टमा भनेको 1-2 जना लक्कीली पर्ने हो, होइन भने हाम्रा छोरी चेलीहरूले अर्काका घरमा गएर पोछा लाउनु पर्छ, यिनीहरू पैसा तर मार्ने भिजिट भिसाका नाममा। त्यहाँ अन्य धेरै किसिमका शोषणहरू भएका छन्। हाम्रा युवाहरू त्यो गर्मीमा भेडा चराउन गएका छन्। ओहो, भेडा जति नेपालमा छ, भेडा जति नेपालमा छन् भनेपछि यो कुरो मिलेको छैन। तर सगरमाथाको देश हो, भगवान बुद्ध जन्मेको देश हो, माता जानकी उत्पत्ति भएको धरती हो, भृकुटी जन्मेको यो भूमि हो। भगवान बुद्धदेखि लिएर बडा महाराज धिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकमा छु, नेपाली हो। यिनै आँखाले मुलुक बनेको देख्न पाउने भए। डाक्टर बाबुराम भट्टराईले समृद्धि सम्भव छ हाम्रै पालामा भन्नुभएको थियो। हजुर, यहाँको जीवनसँग त्यो लागू हुने सम्भावना देखिन्छ र डाक्टर बाबुराम भट्टराईले त्यो भनेको कुरा मलाई मन पर्छ। वास्तवमा उहाँ व्यक्तिगत रूपमा भन्ने हो भने मान्छे उहाँ राम्रो पनि हो, भिजन पनि छ। उहाँहरू जस्तै मान्छेहरू, अरू पनि मुलुक बनाउन जान्ने मान्छेहरू सबै मिल्नु पर्यो। अहिले पहिलो हाम्रो काम भनेको मुलुक बनाउने हो, यो र त्यो भनेर झगडा गर्ने होइन। दल विशेषका नेताजीहरू जति खानुभयो, अब चाहिँ मुलुक नचुस्नु, फेरि राजनीतिमा हस्तक्षेप नगर्नु, अभिभावक भएर बस्नु न, यसो गर यसो गर यसो गर भन्नु। र तपाईँलाई पैसाले आरे घाटमा बाल्दैनन्, यति कुरो चाहिँ म डक्टर भएको हुनाले भन्न सक्छु। जति खानु छ खाइहाल्नु, तपाईँको लिभरले थाम्दा पनि थाम्दैन, अब किडनी सिडनी सबै जान्छन्। र तपाईँले पिएको 1.5 करोडको हुस्की, त्यो हुस्की होइन, त्यो नेपाली छोराछोरीको रगत हो, आँसु हो, त्यो पिउँदै हुनुहुन्छ, खबरदार। अब यतापट्टि यो सबै कुराहरू हुँदै गर्दा यहाँको फोकस, यहाँको अलिकति झुकाव कहीँ न कहीँ नयाँ पार्टी र नयाँ व्यक्तिहरूसँग छ भन्ने देखिन्छ। हजुर, स्पष्ट रूपमै देखियो भन्दा हुन्छ। देशले नै त्यही भनौँ। मैले यहाँनिर यहाँलाई एउटा ऱ्यापिड फायर राउन्डको एउटा सानो सेक्सन बनाएको छु। यो यहाँभन्दा अन्त लग्यो भनेदेखि यो त्यति म्याचेबल देखिन्छ जस्तो मलाई लाग्दैन। त्यो कारणले म 4-5 वटा मात्र, धेरै पनि छैन। भन्नु न के छ र। सर्लाही 4बाट 2 जनाको नाम एकदमै चर्चामा छ। गगन थापा, केही भन्नै पर्दैन, 100% अमरेश कुमार सिंहज्यूले जित्नुभयो, अग्रिम शुभकामना। गगन थापाजी टेस्टेड हो र म विरोध गर्दिनँ कसैलाई। उहाँ भनेको धेरैचोटि सत्तैमा पुगेर बसेको मान्छे पनि हो। त्रिचन्द्र क्याम्पसदेखिको उहाँको राजनीतिक यात्रा छ। उहाँलाई के गर्ने जीवनमा भन्ने कुरो सबै थाहा छ। काठमाडौँ 4मा हार्ने भएर त्यहाँ पुग्नु भएको हो। त्यो क्षेत्र भनेको अमरेश कुमार सिंहजीको पकेट एरिया हो, त्यहाँको जनमत त्यसै पनि राम्रो। उहाँ स्वतन्त्र भएरै जितेको मान्छे, त्यसमाथि पनि अहिले त रासोपामा बस्नुभयो, रासोपाको पनि भोट आउने, देशै घन्टीमय भएको हुनाले सो त भोट पाउनुहुन्छ। तर गगन थापाको जमानतै जब चाहिँ नहोला। काङ्ग्रेसको पनि राम्रै छ त्यहाँ फेरि, किनभने अमरेश कुमार सिंह पहिला काङ्ग्रेस हुँदाखेरिको काङ्ग्रेसहरू फेरि अलिकति रिटर्न ब्याक टु काङ्ग्रेस हुने सम्भावना पनि देखिन्छ भन्ने हो हामीलाई लागेको। हामीलाई लागे त्यस्तो हुँदैन। अहिले त घन्टीभन्दा अरू हेर्दैन। भक्तपुर 2मा 2 जनाको नाम चर्चामा छ, महेश बस्नेत र राजीव खत्री। सँगसँगै शोभा पाठकको पनि सम्भावना भनिएको छ। अब यहाँले कसरी बुझ्नु भएको छ? तर 2 जना पात्रहरूमा महेश बस्नेतले जित्ने त चान्सै छैन नि। महेश बस्नेत भनेको त यो मुलुकको सबैभन्दा बदनाम युवाको रूपमा लिन्छन्। त्यो तपाईँ हामीले बुझेको कुरा हो। भक्तपुरवासी झन् बाठा छन्। योभन्दा अघिल्लो पटकको निर्वाचन हेर्दा त बाठा छन् भन्ने देखिएको छ।
अब हेर्दै जानु। अब यसपालि के हुन्छ भने मलाई त के लाग्छ भने शोभा पाठकले ल्याए जति मत पनि उहाँको आउँदैन। शोभा पाठकले महेश बस्नेतको भोट काट्ने भन्दा अरू काम गर्दैन भन्ने कुरा त होइन, आइरहेको हो। भोट काट्ने भन्दा पनि शोभा पाठकले जति मत ल्याउँछिन् त्यति मत महेश बस्नेतको आउँदैन। अर्को क्यान्डिडेटले जितिगयो नि। सुनसरीमा हजुर हर्का साम्पाङ यहाँ चाहिँ यहाँलाई अब हजुर के छ अब हजुर हर्का साम्पाङ श्रम संस्कृति पार्टीबाट उक्त पार्टीका सभापति अथवा अध्यक्ष अनि गोमा राई सरिन दुईजना मध्ये कसको जित देख्नुहुन्छ? सुरुमा मलाई हर्कजीले बोलेको पनि राम्रो लाग्यो, उहाँले माटो ढुङ्गा खेलाको श्रम गरेको पनि राम्रो लाग्यो, राष्ट्रवादी मान्छे, जनजातिको छोरो होइन, सबै कुरा राम्रो लागेकै हो। तर पछिल्ला दिनमा उहाँहरूले कुनै पनि पुराना दलहरू छन् नि कसैलाई गाली गर्नुहुन्न। केपी ओलीलाई उहाँले कहिल्यै पनि भ्रष्टाचारी देख्नुहुन्न भन्नुभएको छैन अहिलेसम्म। शेरबहादुर देउवाको घरमा त्यत्रो पैसा डढो करप्सन गरेर ल्याएको पैसा थियो कि के थियो भनेर चुइक्कै बोल्नु भएको छैन। माओवादीको अध्यक्षसँग त धर्मको बारेमा त केही बोल्ने कुरै आएन, अथवा अरू कसैको बारेमा पुरै गर्नुहुन्न उहाँले। उहाँको विरुद्ध जम्मा बालेन्द्र शाह र रवि मात्रै देखिन्छ। अब हेर्नु है, यहाँ भनेपछि त्यहाँको जनमत बुझेको मैले सुनसरीकै उहाँकै क्षेत्रको बुझेको। सुरुमा हर्कालाई दिउँ कि एकचोटि भने जस्तो लागेको थियो, अब चाहिँ हामी दिँदैनौँ भन्छन्। किनभने धरान भनेको मेरो ससुराली हो, मलाई त्यहाँको कुरा थाहा हुन्छ अनि पूर्वाञ्चलको सबै सेन्टिमेन्ट पनि थाहा हुन्छ। अर्को कुरो उहाँले के भन्नुभयो भने अनि राई लिम्बूले बालेन शाहलाई भोट दिन्छन् र भनेर सोध्नुभयो। ओहो, राई लिम्बूले चाहिँ सबैले उहाँलाई नै भोट हाल्छन् भन्ने उहाँलाई भ्रम रहेछ एउटा। अर्को भनेको राई लिम्बूले हालेको भोटले मात्रै मलाई पुग्छ भन्ने पनि भ्रम दुईटा भयो। अर्को राई लिम्बूले हालेको मात्रै भोटले पनि मलाई पुग्छ भन्ने भ्रम पनि पर्यो। तर अहिलेको हाम्रो राई लिम्बूहरू भनेको ब्रिलियन्ट, पढे लेखेको, मुलुक बुझेको, यसले काम गर्छ यसले गर्न सक्दैन भन्ने कुरो बुझेको छ क्या उहाँहरूले। अनि यस्तै यस्तै कुराहरू उहाँका के अरू पनि अभिव्यक्तिहरू छन्। उहाँको अपोजिसनमा उठ्ने पनि राई नै हुनुहुन्छ, फेरि गोमा राई हुनुहुन्छ। उहाँ त्यस्तो, उहाँ अहिलेसम्म उहाँको त्यस्तो नराम्रो कन्ट्रोभर्सियल कुराहरू केही सुनेको छैन। उहाँले अरूलाई गाली गरेको। अर्को कुरो, कतिसम्म आडम्बरी हुनुहुँदो रहेछ उहाँ भने यो नेपालमा सबैभन्दा जान्ने मान्छे म हो भन्नुभयो एक, धरानको सबैभन्दा ठुलो मान्छे म हो, धरानको सबभन्दा ठुलो मान्छे भन्नुभयो दुई, नेपालको प्रधानमन्त्री मै हो अरू को हुन्छ भन्नुभयो तीन, चुनाव नहुँदै चुनाव नजित्दै एउटा मेयर मात्रै जितेको हो एकचोटि होस् न त भनेर। त्यति गर्दाखेरि त त्यत्रो आडम्बर छ भने उहाँ कसरी प्रधानमन्त्री बन्नुहुन्छ? आडम्बरी र दम्बीहरूका दिन गए, युवाहरू बाठा भइसके। धरानबाट उहाँले नै चुनाव जित्नुहुन्न, आफ्नो क्षेत्रबाटै हार्नुहुन्छ। अब चितवन 3 का कुरा गरौँ। हजुर, चितवन 3 लाई चाहिँ मैले कसरी हेरेको छु भने स्थानीय विकासको हिसाबले रेणु दाहालले पनि जित्नुपर्छ भन्ने मेरो मान्यता। हजुर, भलै म पूर्व माओवादीलाई मान्दिनँ होला, हजुर, अथवा नमान्न पायो, मैले व्यक्तिगत रूपमा प्रचण्डलाई नमान्न पायो, अथवा त्यसभित्र भएका सबै नेताहरूलाई नमान्न पायो, त्यसको सिस्टम नमान्न पायो, त्यसमा भएका व्यक्ति विसङ्गतिलाई त कसैले पनि नमान्न पाए होइन। त्यो हुँदाहुँदै पनि रेणु दाहालले गरेको केही कुराहरूले गर्दाखेरि स्थानीय निकायमा गरेका कुराहरूले जित्नुपर्छ एउटा क्यान्डिडेट भन्ने थियो मलाई अलिकति अगाडिदेखि। अर्कोतर्फ शोभिता गौतम फेरि त्यहीँबाट उठाइएको छ राष्ट्रसभाबाट। शोभिता गौतमले त कुनै पनि हालतमा जित्नुपर्छ भन्ने मान्यता सबैको देखिन्छ, त्यसबाट बायस म हुनै सक्दिनँ। भनेपछि अब त्यो ठाउँको भिडन्त र त्यो ठाउँको समग्र सिनारियो हेर्दै गर्दा जित कसको देख्नुहुन्छ यहाँले? यो प्रश्न चितवन 3 को कुरा गर्नुभयो तपाईँले भने जस्तै गरेर। हजुर, मेयरको रूपमा रेणु दाहालले धेरै राम्रो काम गर्नुभएको हो। उहाँसँग मेरो कहिलेकाहीँ च्याटिङ पनि हुन्छ। उनले चाहिँ डाक्टर साहब कसो गर्दा चाहिँ राम्रो हुन्छ भनेर म कहिलेकाहीँ आइडिया मसँग लिने गरेको पनि छ, किनभने मैले देश विदेश पनि देखेको र त्यहीँ गएर चितवन चाहिँ यसरी बन्छ भनेर एउटा कलेजमा स्पिचै दिएको, त्यो उहाँले सुनेको भनेर। जुन अहिले त्यो पारापिट्सहरू नारायणीमा बनेको छ, बेलुका आरती हुन्छ, यी सबै कुराहरूदेखि लिएर बाटाघाटादेखि लिएर रेणु दाहालले साँच्चै मेयरको रूपमा उदाहरणीय काम गरेको हो। बालेन शाह जत्तिकै चर्चित उहाँ हुनुहुन्थ्यो, उहाँलाई परिदियो, उहाँको बुवाको ओझ छाया पर्यो।
बुवाको छायाले गर्दा ए प्रचण्डको छोरी प्रचण्डले जति पनि पैसा पठाइहाले अनि गरिन् नि भन्ने अब्जस बाँकी हुन्। वास्तवमा सी इज वान अफ द बेस्ट मेयर, त्यो म भन्न सक्छु स्थानीय निकायलाई। र म चाहिँ के चाहन्थेँ भने फुल टर्म मेयरै भइराखेको भए राम्रो थियो। अहिले घन्टीमय भइराखेको बेलामा केन्द्रीय राजनीतिमा नआएको भए अहिले केन्द्रीय राजनीतिमा नआएर मेयरै भइराख्ने, पछि घन्टीमय भएन देश। कुनै दिन 64 तिर त माओवादीमय थियो नि, राष्ट्रपाले गति छाड्यो भोलिका दिनमा भने। जसरी 64 मा जितेको माओवादीले पछि गति छाडेर अहिले एउटा पनि जित्छ जित्दैन भन्ने स्थितिमा गएर अरूको शरणमा परेर कम्युनिस्ट पार्टी बनाउनु पर्यो, माओवादी नै छोड्नु पर्यो। 64 को माओवादी कहाँ छ? त्यत्रो सिट जितेको माओवादी कहाँ छ? हरायो। त्यस्तै गरेर यो चोटि घन्टीमय भएको छ मुलुक। माओवादीले जस्तै गरेर गति छाडो, यसले भोलि गर। यसका उम्मेदवारहरूले पनि घुस खान थाले, पैसा थुपार्न थाले, नातावाद कृपावाद गर्न थाले, विसङ्गति गर्न थाले भने अर्को चुनावमा माओवादीको गति त यिनीहरूको पनि हुन्छ, अर्को जेनेरेसन निक्लिन्छ नि। त्यो बेलामा उठेको भए राम्रो हुन्थ्यो। अब सोभिता गौतम काठमाडौँमा पनि जितेको, पढे लेखेको, कानुनको एउटा राम्रो खालको विद्यार्थी, काम गरेर देखाएको र क्षेत्र नम्बर 2 मा असाध्यै रुचाइएको। तपाईँ चाहिँ यहीँबाट उठिदिनु न नजानु भनेको रिक्वेस्ट भएको हो जनताबाट। अनि हाम्रो क्षेत्रमा पनि त राम्रो मान्छे चाहिन्छ नि हामीलाई भनेर उता डिमान्ड भयो, त्यसकारण उता जानुभयो। अब म त्यो पार्टीको चाहिँ होइन है, मेरो पार्टी चाहिँ अर्कै छ। फेरि म त खासमा भन्नुहुन्छ भने मुलुकमा राजा चाहिन्छ भन्ने मान्छे हो। राष्ट्रिय प्रजातन्त्र पार्टीको सिद्धान्तलाई फलो गरेको मैले त्यो फलो गरेँ, किनभने उसले चाहिँ संवैधानिक राजा पनि खोजेको छ, भ्रष्टाचार नगर भनेको छ। पार्टीको अध्यक्षले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर भनेको छ र भ्रष्टाचार गरेको छैन, मुलुकलाई माया गरेको छ। त्यो भएको हुनाले मुलुकप्रतिको मायासँग जोडिएको मान्छे हो। तर राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने मान्छे हो। अहिलेको माहौल हेर्दा मेरै पार्टीको अध्यक्ष राजेन्द्र लिङ्गदेनज्यूलाई गएर सोद्धाखेरि के भएको छ त अध्यक्षज्यू भनेर सोद्धा मुलुक त घन्टीमय भयो उहाँले नि भन्नुहुन्छ। त्यसकारण मलाई भन्न अप्ठ्यारो भएन नि त। अनि अहिले चितवन 3 मा अब सोभिताजीलाई अग्रिम बधाई दिँदा हुन्छ। अन्तिम प्रश्न योसँग रिलेटेड र अन्तिम प्रश्न र सबैभन्दा मजबुत प्रश्न हुन त एन्सर अघि नै भनिसक्नु भएको छ, तैपनि मैले सोध्नु त पर्छ किनभने सबैलाई सोधेर एउटा लिस्टेड गर्दै यो छुटाउन मिल्दैन भन्ने हो। झापा 5 अब उम्मेदवारको नाम भनिनँ मैले। झापा 5 मा उम्मेदवारको नाम भन्नै पर्दैन। झापा 5 ले नेपाललाई नयाँ प्रधानमन्त्री दिन्छ, यङ प्रधानमन्त्री दिन्छ। त्यो प्रधानमन्त्रीको शिरमा भातगाउँले टोपी हुन्छ, कालो चस्मा हुन्छ, कालो ज्याकेट छ, कालो प्यान्ट, कालो जुत्ता छ। ऊ जहाँ गयो त्यहाँ करिश्मा हुन्छ। अहिले मेचीदेखि महाकाली पुगेका छ। करिब 2.5 करोड मान्छेले उसलाई हेरिसकेका छन्, आशीर्वाद दिएका छन्। पहिले 21 गते आउँछ र मत हाल्नु भनेर भनिसकेका हुनाले विजय निश्चित छ। अझै पनि झिक्ने ठाउँ छ भने हाम्रो केपी शर्मा ओलीज्यूले झिक्ता हुन्छ क्या, तपाईँको सर्वनाक हार हुनेवाला छ। फागुन 21 मा चुनाव, दुईटा प्रश्न ठ्याक पोइन्टमा जवाफ दिनु। पोइन्टमा दिन्छु। फागुन 21 मा निर्वाचन हुँदैन भन्ने एक थरीका व्यक्तिहरू, एक थरी मान्छेहरूको अझै पनि कौतूहलता पनि छ, जिज्ञासा पनि छ र कन्फ्युजन पनि छ एउटा। अब फागुन 21 मा निर्वाचन हुन्छ कि हुँदैन, यस अर नोमा। अनि अर्को भनेको राष्ट्रपाले 151 भनेको छ सिट 162 मा। त्यो डाक्टर सोनी वाग्लेले सबभन्दा पहिला घोषणा गर्नुभएको थियो। त्यस पछाडि राष्ट्रपाले सबैले नै, राष्ट्रसभाभित्रका सबै नेता कार्यकर्ताहरूले त्यो भन्नुभएको छ। अनि उनीहरूको 151 हो कि होइन अथवा बहुमत हो कि होइन? पहिलो तपाईँको पहिलो प्रश्नमा यस र नो भन्नुभएको थियो कि फागुन 21 मा चुनाव हुन्छ? यसो छ, फागुन 21 मा चुनाव हुन्छ, तर ठुला दलले नहोस् भन्ने चाहेका छन्। ठुला दलले विशेष गरी केपी ओलीले बिहान मात्रै के भन्नुभएको छ भने यो सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न किन ढिलो गरेको भनेर, चुनाव नहोस् भनेर पुनर्बहाली भइदिए हुन्थ्यो भन्ने कामना छ। तर सरकार कमिटेड छ, चुनाव हुन्छ, सक्यो। अर्को क्वेसन। अर्को भनेको राष्ट्रपतिको 151 हो कि होइन अथवा बहुमत ल्याउने को हो?
सोडिम वाग्लेजीले 151 भन्नुभएको रहेछ। भन्नुभएको छ। मेरो क्याल्कुलेसनमा चाहिँ 150 देखि 160 पुर्याएको थिएँ। ए हजुर भनेपछि म पनि क्याल्कुलेसन गर्न जान्ने नै मान्छे रहेछु जस्तो लाग्यो अहिले चाहिँ। हजुर 150 त खेली भोलि आएन भने अब आकाशै खस्यो भने पृथ्वी नै धसेर पत्तालमा पुग्यो भने सूर्य पश्चिमबाट उदायो भने त मेरो के लाग्छ। बालेन शाहले अघिल्लो निर्वाचनमा स्थानीय निकायको निर्वाचनमा उठ्दै गर्दाखेरि रवि लामिछाने टेलिभिजनमा हुनुहुन्थ्यो र ग्यालेक्सी 4Kबाट उहाँले सोधेको एउटा प्रश्न मलाई अहिले पनि याद छ, सबैलाई याद छ, मलाई पनि याद भएको कुरा। तपाईँ यति भनेर ठ्याक्कै भन्दै हुनुहुन्छ होइन? काठमाडौँबाट मैले मेयरमा जित्दै गर्दाखेरि यति हजार यति सय यति मत हजुर होइन भनेर बालेन शाहले भन्दै गर्दा रवि लामिछानेले प्रति प्रश्न के गर्नुभएको थियो भने कसरी भन्न सक्नुहुन्छ? ठ्याक्कै एक्ज्याक्ट होला, टेन्टेटिभली करिब यति भन्न सकिन्छ, तर तपाईँ ठ्याक्कै यति हजार यति सय र पनि यति मत भनेर भन्दै हुनुहुन्छ, यो ग्यारेन्टी कसरी गर्न सक्नुहुन्छ भन्दै गर्दाखेरि बालेन शाहको रिप्लाई थियो त्यहाँनिर के भने तपाईँको खल्तीमा समथिङ कति नोट छ अथवा के छ, यो ठ्याक्कै यति भन्ने तपाईँलाई थाहा छ, अनि तपाईँको खल्तीमा कति नोट छ भनेर सोध्यो भने करिब यति भन्नुहुन्छ कि ठ्याक्कै यति भन्नुहुन्छ, त्यो मेरो क्याल्कुलेसन हो भन्नुभएको थियो कि त्यहाँ पैसा थियो अथवा के थियो मैले बिर्सेँ। तर सपोज मानौँ तपाईँको खल्तीमा 20,550 रुपियाँ छ भने करिब 20,550 छ भन्नुहुन्छ कि ठ्याक्कै 20,550 छ भन्नुहुन्छ भनेर भन्नुभएको थियो। तपाईँको ठोकुवा पनि लगभग यस्तै भएको छ यति बेला। भोलि यदि रासपाले 150 प्लस ल्याएन भने 51 स्वर्णिम अग्लीले भन्नुभएको 151 अनि हजुरले 50 प्लस 60 बिलो भन्नुभएको छ नि त, यो टेन्टेटिभ पुगेन भने यस विषयमा फेरि तपाईँसँग बस्छु। त्यो विषयमा म बहस गर्न तयार छु, तर त्यस्तो दिनै आउँदैन। 150 पुग्छ। अन्तिममा आफ्ना केही कुराहरू छुटेका छन्। सम्पूर्ण स्वदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू, विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, यो मत तपाईँको एउटा मतले धेरै कुरा फरक पर्छ। जसलाई हाल्न मन लाग्छ तपाईँले हाल्नु, आफ्नो स्वविवेक प्रयोग गरेर। कृपया यो चोटि चाहिँ हाम्रोलाई होइन राम्रोलाई छानिदिनु। जुनसुकै पार्टीको जोसुकै होस्, राम्रो मान्छे आओस्, सकभर मिल्छ भने नयाँ पुस्तालाई दिनु, पुराना पुस्ता रिप्लेस गरेर नयाँ नेपाल बनेको हेर्न मन छ। बाहिर गएका दाजुभाइ दिदीबहिनीहरूलाई स्वदेशमा सत्कार गर्न मन छ र फेरि अरू युवाहरू भिजिट भिसाका नाममा बिक्री भएको हेर्न डाक्टर उप्रेतीका आँखाले सक्दैन। किनभने यो सबै पीडा राति राति आँसुका रूपबाट मेरा आँखाबाट बग्छन्। संवेदनशील मान्छे हो मलाई धेरै रुनु नपरोस्, मेरा आँखाबाट आँसु सुक्न लागिसकेका छन्। एकचोटि चाहिँ बुद्धि पुर्याइदिनु। मत हाल्नुभन्दा अगाडि छातीमा हात राख्नु र भगवानलाई साक्षी राखेर भगवानको कसम खाँदै आफ्नो मत चेन्ज गर्ने हिम्मत गर्नुभयो भने मुलुक बन्यो। होइन पहिला उसले हालेको यसलाई जिताउने भन्नुभयो भने युवा विहीन हुन्छ मुलुक। मेरो त जेने तेने जीवन बिति गयो, आउने जेनेरेसनले दुःख पाउँछ। नेपाल संसारको सबैभन्दा सुन्दर कन्ट्री हो संसारले मानेको। म भन्छु नेपाल विश्वको सबभन्दा सुन्दर मात्रै होइन, सबैभन्दा धनी पनि हो भनिदिइहाल्छु ल त। 2-3 कुरा। 14वटा नदी बगेका छन् सृष्टिकालदेखि। छातीमा सालाग्राम बोकेर कृष्ण गण्डकी बगेकी छिन्। कहिले मेरो सदुपयोग होला भनेर मान्छे पानी खान नपाएर मरुभूमिमा छटपटाएका छन्। मेरा मुलुकमा 14वटा नदी, विश्वको सबभन्दा अग्लो हिमाल, जडीबुटी, भगवान बुद्ध, माता जानकी, मेहनती पाखुराहरू र मेरो मुलुकमा जहाँ जुन ठाउँमा जे लाउनुभयो हुर्किने फल्छ, फर्टाइल ल्यान्ड। र यो मुलुकमा जन्म पाउनु भनेको ऊ जन्ममा सुनदान गरेको हुनुपर्छ। नेपालमा जन्म पाउनु भनेको यो भनेको देवभूमि, तपोभूमि, ज्ञान भूमि, बुद्ध भूमि, जानकी भूमि, यस्तो मुलुकमा छौँ। एकचोटि बुद्धि पुर्याउनु। तपाईँको मत खेर नजाओस्, सबै नेपालीको कल्याण होस्, एकता होस्। युवाको कारणबाट मैले ती भन्न पाएँ। सबै युवामा म नमन गर्छु। युवामय भयो मेरो मुलुक। बल्ल 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 जस्तो चिताको पुग्यो। पाथिभरा देवी, मैले त्यही भाकल मागेको थिएँ, पुकार त्यही थियो।
मेरो इच्छा पुरा गराइदिनु भयो। मैले देखेँ देशैभरि युवा जागेको। म मेरो पाथिभरा देवी, मेरो इष्ट देवीलाई पनि नमन गर्न चाहन्छु, सबै नेपालीलाई नमन गर्न चाहन्छु। यहाँको कुराहरू चाहे अन क्यामेरा होस् चाहे अफ क्यामेरा कुराहरू सुन्दै गर्दाखेरि एकदमै सफा र राम्रो मन भएको मान्छे, एकदमै बिरामी हुनुहुन्थ्यो र पनि मेरो रिक्वेस्टलाई मानेर यहाँसम्म आइदिनु भयो र यतिको बहस यतिको विचारहरू आदान प्रदान गर्ने मौका पनि यहाँले दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हस्, मलाई पनि बोलाएर यति राम्रो स्टुडियोमा, मैले अरू पनि केही स्टुडियोमा गएर कहिलेकाहीँ इन्टरभ्यू दिने गरेको थियो। टक्कै यो स्टुडियो आफैमा राम्रो, उतापट्टि तपाईँको आफ्नो अफिसको सेटअप, उता एडिट गर्ने बेग्लै रुमहरू, टक्क यतापट्टि किचन सिचन चट्ट पारेर स्विट राम्रो खालको स्टुडियो बनाउनु सफल हुनुभएकोमा तपाईँलाई धेरै धेरै शुभकामना र बधाई छ। यो स्टुडियो विश्वभरि फैलिनेछ, किनभने यसभित्र लक्षण पसेको मैले देखेँ र म अलि वास्तु पनि जान्दछु, अलिअलि वास्तुको ज्ञान पनि छ। पस्ने बित्तिकै पोजिटिभ भाइब आइहाल्यो अनि मान्छे देख्ने बित्तिकै चुनाव जित्छ, लगो बालेनपट्टि, बालेन जस्तो देखिन्छ, सकिगयो कुरो। पुर्याइदिनु है यो कुरो बालेनजीसँग। थ्याङ्क यू भेरी भेरी।